त यस्तो हो क्या मेरो गाडी बिग्रिएको थियो ल आउनु आउनु बेलुकादेखि फोन गरेको ल आउँछ होला लाग्यो धोका दियो लास्टमा आइदिएन खाना खानै पाइएन म टाढा पुग्नु खबर अब के यस्तो हो क्या आउँछ आउँछ भन्छ अलि राम्रो टिप पायो भने उतैबाट हिँड्छु म कस्तो टिप छ नि त म किन नगएको तपाईँलाई पुऱ्याएर मात्र भ्याउँछु नभए आउँदिनँ भन्ने राम्रो कुरा हो पहिला भनेको त लानु पर्यो नि त सही तपाईँहरूलाई दमौली पुऱ्याएर 600 रुपियाँ आउँछ हो त दमौली गएको आगोबाट पुऱ्यायो भने 1000 रुपियाँ हुन्छ त्यो त फाइदा होइन त तर त्यो फाइदा हेर्ने होइन के ठिक है नपछ त्यो झोला फस्छ कतिजना हो र जाने ल बस्नु अर्थ अर्थ उतापट्टिबाट आउनु बत्ताहरू काट्नु झोला भुइँमा राख्नु बिहान पछाडि पाइप छिन् कताबाट छ कि ढोका खानु बोरा तल राख्नु अनि ट्याक्टर मिलाएर के नि मन निकाल्नु म ए यो ए यहाँ रहेछ नि यो त केरा हो कि खासमा ओट ओट लाग्छ आई ढोका लाउनु ल पुगेपछि ल पुगेस फोन गर्नु ल ल बाई बाई ल यो अलिक सजिलो छ कि मम्मी अरूभन्दा यस्तो बाटोमा ल्याइदियो भने त फरवार्ड बोल्छ यति फरवार्ड बोल्छ कि थाहै छैन अब यतातिर त पुरै रिलेसन भइसक्यो यसको त अनि यता यतातिरको मान्छेलाई हो हामीलाई त केही भन्ने हामीलाई ठिक भइहाल्छ भोलि यो पाइएन भने अर्को पनि मान्छे खोजेर पठाउँछ कि हो त्यो सजिलो मान्छे